आज म यो गड्यौला मल यो खुर्सानीमा हालेर परीक्षणको लागि यो खुर्सानीमा प्रयोग गर्दैछु। यो 3 महिनादेखिको लामो मिहिनेतपछि बल्ल यो गड्यौला मल तयार भएको छ। यसलाई म यो खुर्सानीमा हालेर परीक्षण गर्दैछु कस्तो प्रभाव पार्छ। त्यसपछि यदि राम्रो भयो भने सम्पूर्ण बाली फलफुलदेखि लिएर तरकारी अन्नबालीमा पनि यही मलको प्रयोग गर्न हाम्रा किसान दाजुभाइहरूलाई सुझाव सल्लाह दिनेछु। ल यो म आज अरूले भनेको भन्दा पनि आफू स्वयं मल बनाएर यो बारीमा प्रयोग गरेर परीक्षण गर्दैछु। यता मैले यसरी यो गड्यौला मल बनाउने ठाउँ बनाएको छु। यसमा मेरो गड्यौला मल तयार भएको छ। यसरी सब गड्यौलाहरू यहाँ तयार छन्, यसरी खाइरहेका छन् र यो मल तयार हुँदैछ। यताको मैले निकालेर यो बारीमा प्रयोग गरेँ।